सम्पूर्णमा नमस्कार है। म चाहिँ शिव कुँवर र म यति बेला चाहिँ गुल्मी जिल्लाको मदनी गाउँपालिका वडा नम्बर 6 पुर्कोटमा रहेको कङ्केदेउरालीमा चाहिँ यति बेला म केही घुम्न आएको थिएँ र यहाँ चाहिँ आज विशेष गरी यो मेला लाग्दा मात्र मान्छे हुने र अहिपछि चाहिँ कोही नहुने हुँदो रहेछ। त्यही पनि यसो हामी चाहिँ कस्तो छ आजभोलिको भौगोलिक वातावरण कस्तो छ भनेर आएको। अहिले चाहिँ कोही पनि छैन। जता उता हेऱ्यो खाली छ है, उता हेरेर खाली छ। यति लगानी लाएर गराओ यी अब मदनी गाउँपालिकाले यति लगानी लाएर गराओ, तर चाहिँ कोही पनि घुम्न आउनु त रहेनछ। आज चाहिँ यसो विशेष गरी मौका मिलाएर घुम्न आएको। यहाँ जताततै मन्दिरहरू आकृतिहरू देख्न सक्नुहुन्छ। पारि चाहिँ हाम्रो दिदी ठुली मम्मी अनि यहाँ बहिनीहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ अब हाम्रो गौतम बुद्धको मूर्ति लगायत सम्पूर्ण आकृतिहरू देख्न सक्नुहुन्छ। र चाहिँ तपाईँहरूलाई म अरू पनि देखाउन चाहन्छु। यहाँ चाहिँ हाम्रो दिदीहरू हुनुहुन्छ। गाइज हाम्रो दिदीहरू हुनुहुन्छ। अब चाहिँ हामी घुमेर चाहिँ फर्किने क्रममा छौँ। दिदीहरू गइसक्नु भएको छ र कङ्केदेउरालीको मनोरम दृश्य हेर्नको लागि सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू आइदिनु होला। एकदम यहाँको सुन्दर दृश्यहरू देख्न सक्नुहुन्छ। जताको चाहिँ हाम्रो भूमि प्युठान अनि अर्घाखाँची लगायत सम्पूर्ण क्षेत्रहरू देख्न सक्नुहुन्छ कङ्केदेउरालीबाट। हाम्रो चाहिँ यहाँ चाहिँ हाम्रो यहाँ यहाँनिर हुन्छ। हाम्रो चाहिँ अब धेरै राम्रो ठाउँ छ। मिलेका बोट बिरुवा अनि सिँढी है, सिँढी जताकतै देख्न सक्नुहुनेछ। फाइनली गाइज है, म चाहिँ यति बेला फेरि पनि तिहाचुली आइसकेको छु। कङ्केदेउराली घुमेर तिहाचुलीमा यहाँ पनि विभिन्न दृश्य देख्न सक्नुहुन्छ।